स्वागत छ कार्यक्रम बोन संसारमा यहाँलाई। हामीले कार्यक्रम बोन संसार मार्फत बोन धर्मको बारेमा संरक्षण, विकास, बोन धर्मका धर्मगुरुहरू र बोन धर्मका विज्ञ र विश्लेषकहरूलाई हामीले बोलाएर कार्यक्रम मार्फत जानकारी गराउँदै आएका छौँ र जानकारी दिँदै आएका छौँ। कार्यक्रम बोन संसारमा हामीले यो अङ्कमा बोन धर्मका धर्मगुरु सिनियर घेसे भनेको पीएचडी गरेकोलाई घेसे भन्छ, लाट्री खेम्पोलाई हामीले कार्यक्रममा निम्त्याएका छौँ। स्वागत छ यहाँलाई। नमस्ते, धन्यवाद। सन्चै हुनुहुन्छ? सन्चै। के छ, कसरी दिन चल्दैछ अहिले? ठिक छ, राम्रो छ, थ्याङ्क यू। रिम्बर चाहिँ हामीले कार्यक्रम बोन संसार मार्फत हामीले बोन धर्मको संरक्षण, विकास र यसको प्रचार गर्दै आइरहेको कुरा यहाँलाई थाहै छ। हजुर। र हामी आज कार्यक्रम बोन संसारमा हामीले बोन धर्मकै बारेमा हामीले कुराकानी गर्नेछौँ। ठिक छ। र सर्वप्रथम रिम्बर सरलाई स्वागत छ कार्यक्रममा। धन्यवाद, थ्याङ्क यू। रिम्बर चाहिँ यो बोन धर्मको र बोन धर्म मान्नेहरूको सबैभन्दा हेड र सबैभन्दा टाउको भनेको त मेन्द्री नै हो नि है? हजुर। बोनको हाम्रो ओभरअल हाम्रो एक ट्रेडिसन हुन्छ। त्यो त्यसमा अब हेर्दाखेरि अब पहिला हाम्रो चाहिँ त्यो मेन्द्रीभन्दा पहिला चाहिँ येरु वैशाखा भनेर अर्को धेरै ठुलो हिस्टोरिकल पास्ट धेरै गुम्बाहरू थियो। तर त्यो येरु वैशाखा भनेपछि आफ्टर प्रोसिक्युसन इन 11th सेन्चुरी चाहिँ न्युली फेरि जब हाम्रो यो बोन प्रोसिक्युसनबाट अलि यो रिभाइभ हुनु लाग्यो अनि त्यहाँबाट चाहिँ इस्टाब्लिस भयो। त्यहाँबाट त्यो मेन चाहिँ ट्रु लिनेज भने अघि मैले 5वटा लिनेज भन्यो, त्यहाँबाट ठुचङ भन्ने यसको लिनेजको खास तौर पर कन्टिन्युइङली त्यो जग्गाको नाम चाहिँ येरु भन्छ अनि गुम्बाको नाम पनि येरु वैशाखा भन्छ। येरु वैशाखा पनि एकदम ठुलो गुम्बा त्यति बेला 11th सेन्चुरीमा। तर यो डिफ्रेन्ट डिरेक्सन्सबाट 3 रिजन्सको हाम्रो पोम्बोहरू आउँथ्यो। त्यो 4-5 हजार गुरुहरू बस्थ्यो शिक्षाको लागि। अनि उनीहरूको इन द येरु वन एज अ बिग अर्गनाइजेसन और बिग कम्प्लेक्स देयर इज अल्सो द हाउसेसहरू, स्कुलहरू, डिपार्टमेन्टहरू भनौँ न थियो। त्यहाँबाट त्यो राम्रो चलिरहेको बेलामा फेरि कुनै कारणले समटाइम इन 14th सेन्चुरी बिगिनिङ अराउन्ड त्यो फेरि यो नेचुरल डिसास्टरबाट फ्लडले गर्दाखेरि सबै डिस्ट्रोय भयो। अहिले पनि डिस्ट्रोइड रुइन्सहरू छ वहाँ, एकदम ठुलो। हजुर 11मा स्टार्ट भएको थियो। अनि त्यहाँबाट न्यामे सेरप झ्याल्छे चाहिँ वहाँ 4वटा मेन स्कुल डिपार्टमेन्ट भएकोमा एउटाको चाहिँ हेड हो, एबोट हो। अनि त्यहाँबाट चाहिँ उहाँबाट आफ्नो मुलुकबाट आउँदाखेरि आमासँग प्रमिस गर्नुभएको थियो रे। आमाले भन्यो कि म तिमीलाई येरुमा जानु दिन्छु। तिब्बत त्यति बेला धेरै टाढो थियो, हिँडेर जानु, घोडामा त घोडा छैन, जाँदाखेरि 2-4 महिना त लाग्ने थियो। गयो भने कहिले फर्केर आउँछ भनेर आमाले म मर्नुभन्दा तिमी एकचोटि मलाई देख्न आउनु प्रमिस गरे मात्र म तिमीले पठाउँछु, न त पठाउँदैन भनेको उहाँले प्रमिस गर्यो। अनि गर्दाखेरि येरुमा बस्यो। उहाँ त पढाइमा एकदम ध्यान गर्यो। अनि पछि एबोट पनि बनायो एउटा डिपार्टमेन्टको। एकदम मस्त भएर बिजी भएर त्यो एकदम धर्मको लागि धेरै डिसाइपल छ, तिनीहरूले पढाउँदै। अब आमा चाहिँ बुढी हुँदै गयो, आमाको केस पनि फुल्यो। अनि उहाँको एकजना पिलग्रिमेज उहाँबाट आउनेलाई आमाले अलिकति बाल काटेर अनि यस्तो फलानाको गुरु छ मङ्क येरुमा, उसैको हातमा यो दिनु भनेर तिम्रो आमाले पठाऊ देऊ है भनेर पठायो। मान्छेले पनि त्यो न्यामे सेरप झ्याल भेट्यो अनि दियो। अनि त्यो हेर्दाखेरि आमाको केस चाहिँ टुक्रो फुलेको। अनि न्यामे सेरप झ्यालले अनि एकदम अब मैले प्रमिस गरेको थियो आमालाई एकचोटि आउँछु भनेर, अब बुढी भएछ, केस पनि फुलेछ, के थाहा कहिले काहीँ हुन्छ।
यो मेरो एकदम दयालु आमाको मैले कृपा भएको छ यहाँ पठाएर अब एकचोटि उसको मान पुरा गर्नुले म जानु पर्यो भनेर गयो। वहाँ जाँदाखेरि उहाँले म तिम्रो छोरा हो भनेन। उहाँले जानबुझले त्यो म यस्तो यस्तो गुम्बाबाट आएको हो केरौमा, किनकि त्यो न्यामेसिरप चाहिँ आफैको बर्थ प्लेस हो नि, यसो यसो गरेर आएको हो तीर्थको लागि भनेर भन्दाखेरि उहाँ चाहिँ धेरै खुसी भयो। आमा हो जान्छ, मेरो केटा पनि उहाँ छ, छोरा पढ्छ, हाम्रो धेरै चिने जानेको हो यस्तो फलाना फलाना भनेर 5-6 दिन जस्तो, 7 दिन हो कि 5-6 दिन हो, उहाँ चाहिँ उसको घरमा बस्यो, आफैको घरमा बस्यो। उहाँले आमाले धेरै सेवा राम्रो गर्यो। अनि अब जानु पर्यो। अनि आमाले भने अब म जान्छु, म तिम्रो छोराले म सबै कुरा भनिदिन्छु, केही मेसेज छ भने मलाई देऊ भन्दा अनि आमाले केही मेसेजहरू पठायो। अनि उहाँले चाहिँ पेपरमा म तिम्रो छोरा हो, मैले पहिला प्रमिस गरेको थियो, तर म यहाँ तिमीसँग बस्नु सक्दैन, मेरो धेरै बौद्ध धर्मको माथि र मेरो धेरै स्टुडेन्ट्सहरू मलाई डिपेन्ड भएर छु, तर मेरो पूजा र मेरो प्रार्थना तिमीसँग जहिले पनि छु भनेर। अनि उहाँले म गएर 5 दिन हो कि 7 दिन हो पछि मात्र खोल्नु यो मुनि मैले मेसेज राख्छु। अनि उहाँले त्यो दिन इन्तजार गर्यो। अब त्यो दिन पुरा भएपछि खोल्यो ल उसको आफ्नै केटा रहेछ। अब उहाँले अलि अपसेट भयो। आफ्नो छोराले छोरा पनि भन्नु सकेन मैले, तर पनि ठिक छ, उहाँ चाहिँ धेरै त्यस्तो ठुलो भइसकेछ। अब खुसी भयो, मन सन्तोष भयो। अब त्यसो गर्दाखेरि त्यो बाटोमा जाँदाखेरि मैले कुरा भनेको चाहिँ मेन्ड्री चाहिँ फ्लडले लाग्यो, ड्यामेज भयो। अब त्यो सुन्दाखेरि बाटोमा उता जाँदै थियो, बाटोमा सुन्दाखेरि न्यामेसिरप जान्छको मन चाहिँ टुट्यो कि अब म उता गएर के गर्ने, सबै खतम भयो, ल्यान्ड फ्लडले ड्यामेज गर्यो। ल बरु म आफै रिट्रिट गरेर गुफामा बस्छु, मेरो जिन्दगी अब प्र्याक्टिसमा लगाउने, एकान्तमा बस्ने। गुफामा गयो। गुफामा बस्दाखेरि घरिघरि शिवजाल्मो हाम्रो मेन देवी हुन्छ नि, शिवजाल्मोले तिमी जानुपर्छ भन्दै त्यसो गर्यो। तर लास्टमा चाहिँ म के गर्ने, अब गएर सबै गइसक्यो, खतम भइसक्यो, गुरुहरू पनि बाँकी भएको गुरु पनि यताउता सबै गइसक्यो। अब उहाँ त के पनि छैन, म एक्लै गएर के गर्छ भन्दाखेरि अनि उहाँले दिनुभयो के त्यो, होइन तिमी जाऊ, म तिमीलाई सहयोग छु, म तिमीसँग नै छु। अनि यस्तो छ पहाड चाहिँ, यहाँ चाहिँ येरु छ जो तलको पहाडको बेसमा। अब यो माथि चाहिँ डाँडा चढेर गए पनि उहाँ मेन्ड्री भने अहिले मेन्ड्री स्थापना गएको थियो त्यो छ। उनी तिमी माथि जाऊ, मेन्ड्री भने जग्गाको नाम हो, जग्गाको नाम त्यो गुम्बालाई दिएको। अनि मेन्ड्रीमा तिमी गुम्बा बनाऊ, म तिमीलाई सहयोग गर्छु। तर वहाँ गएर तिमी येरुमा गएर यस्तो यस्तो फलाना दिक तपाईँलाई यस्तो यस्तो सब गुम्बाको सबै सामान अहिले यहाँ छ, म तपाईँलाई साथी जाँदाखेरि उहाँले भनेको जस्तै सबै सामानहरू, होली अब्जेक्टहरू, टेक्स्ट के भनेको छ सबै पायो। अनि उहाँ चाहिँ आफ्नो एसिस्टेन्ट एउटा गुरु लिएर मेन्ड्रीमा गयो अब चेक गर्नुलाई। हाम्रो टिबेटमा ओमेन्स धेरै ठुलो कुरा हो। अब यहाँ राम्रो हुन्छ कि हुँदैन, अब सिपिजामोले त बनिसक्यो, डाउट छैन, तर पनि एक सिस्टम आफ्नो हुन्छ कि ओमेन्स हेर्नेलाई। अनि ऊ दुईजना एउटा जग्गामा पल टाँगेर बस्यो। अनि पल टाँगेर बस्दाखेरि लामाले भन्यो आफ्नो एसिस्टेन्टसँग, ल अब हामी दुईजना आज यहाँ बस्ने, अनि भोलि जग्गा हेर्ने यताउता गर्दा। आज राति बस्दाखेरि लामा न्यामेसिरप ज्याल्सेनको जुत्ता चाहिँ गुमायो। भोलि बिहान हेर्दाखेरि जुत्ता छैन, अलिकति हिउँ पलेको छ है, हिउँमाथि त्यो खुट्टाको छापहरू देखिन्छ। ल बाहिर यताउता हेर्दा केही जनावरहरू आएर लियो हो कि के हो भने हेर्दाखेरि एउटा जनावरको फुटप्रिन्ट मात्र पायो गुरुले। त्यो गुरु त्यो फुटप्रिन्ट लिएर जाँदाखेरि अहिले हाम्रो मेन्ड्रीमा शिवजाल्मो हुन्छ नि, चिफ प्रोटेक्टरको डुप्काङ हुन्छ कि सिक्रेट प्लेस हुन्छ, त्यो एउटा ट्र्याक छ, रक। त्यो मेन्ड्रीको उतापट्टि छ हैन, तिब्बतमा हो, तिब्बतमा त्यो रक छ एउटा ठुलो, त्यसको रकको माथि एउटा जुत्ता छ। अनि त्यो वरिपरि चाहिँ सबै त्यो जनावरको फुटप्रिन्टहरू छ ढुङ्गामाथि। अनि लिएर गयो न्यामेसिरप ज्याल्सेनले भन्यो। अनि ठिक छ, अब हामी गुम्बा उतै बनाउने, अब यो
किनकि त्यो जनावर चाहिँ खाली जनावर होइन, त्यो चाहिँ मेसेन्जर अफ द वान अफ द मेन प्रोटेक्टर अफ द बर्न के मृत्यु भन्छ, मृत्युले चढेको छ एउटा जनावर, त्यसको फुटप्रिन्ट हो। त्यसो गर्यो अनि त्यहाँबाट न्यामे शेरप जान्छले उहाँले ल ठिक छ, उहाँ चाहिँ ज्ञानमा बस्नुभयो, तिमी चाहिँ ल जति तिमीले सकेसम्म यस्तो यस्तो फलाना जग्गामा डिस्टेन्स एउटाबाट एउटा यति गर्ने, ढुङ्गा राख्दै जाने, जस्तो डर लाग्दो आवाज आयो भने आँखा नखोल्ने, लग्दै गर्ने, लग्दै लगाऊ भन, उसले होस् भन्यो। अनि न्यामे शेरप चाहिँ एकछिन पछि त यस्तो थन्डर लाइटहरू डरलाग्दो माथि लाग्यो जस्तो गर्ने, बिचरा त्यसले चाहिँ डरले आँखा बन्द गरेर बस्नै सकेन, एकचोटि हेर्दाखेरि सबै खत्तम भयो। त्यो आँखा पनि खुल्यो, त्यो अघि क्लाउड जस्तो फोगी जस्तो र सबै ढुकको त्यो साउन्ड पनि बन्द भयो। हेर्दाखेरि त्यति बेला चाहिँ खाङचै चुङ्नी ठासा ठुक्छु भने 12वटा डिपार्टमेन्ट खाङचै भन्छ, ग्रुप अलग अलग मुलुक हो। तपाईँहरू अब बाहुन भयो भने बाहुनको कुन चाहिँ डिपार्टमेन्टमा जाने, क्षेत्रीय कुन चाहिँमा जाने जस्तो हुन्छ नि, हाम्रो ग्यारोङ खाम्बादेखि अलग अलग 12वटा डिपार्टमेन्ट छ अनि 60वटा मङ्स लिभिङ क्वार्टर। त्यो चाहिँ अटोमेटिकली एकै रात भनौँ न, एकै क्षणमा ज्ञानको बेलामा गुरुले जहाँ जहाँ जतिवटा ढुङ्गा राखेको छ त्यो सबै घर भयो अटोमेटिकली आफै। त्यो चाहिँ अटोमेटिकली आफै प्रोटेक्टरले मिरेकली बनाएको। अब न्यामे शेरप जान्छले त्यसले पुरा बन्द हुँदा, ए तिमी आँखा नभए खोलेको भए यहाँ फोनको धेरै त्यो हुनुपर्ने थियो, ठुलो हुने, अब त्यतिको ठुलो हुँदैन तर पनि राम्रो हुन्छ भनेर अब त्यो चाहिँ पहिल्यै त्यो मिरेकली बिल्ड भयो। अनि त्यहाँबाट मेरी त्यहाँ भयो। अब किन मेरी किन इम्पोर्टेन्ट हो भने तपाईँले अब धेरै इम्पोर्टेन्ट गोम्बाहरू त धेरै छ, हाम्रो ठुलो ठुलो लामाहरू पनि धेरै छ। मेरी चाहिँ किन हो? मेरी भनेपछि हाम्रो त्यति बेलामा न्यामे शेरप चाहिँ खालि लामा मात्र होइन, उहाँ चाहिँ एउटा बुद्ध, अब संस्कृतमा मञ्जुश्री भन्छ नि, हाम्रो चाहिँ विजडम, बुद्धको नलेजको बुद्ध, विजडम डेटी हो। शेरपमा विसङ्गे भन्छ, मसिङ्गे नम्टु मेन इमिनेसन अफ द विजडम बुद्ध हो न्यामे शेरप चाहिँ। अनि उहाँले चाहिँ टिचिङको पहिला हाम्रो अब दोङा सेम 3 सिरिज भयो नि मैले अस्ति, त्यहीमा त्यसको लिनेजहरू पहिला कुनै चाहिँ उहाँ, कुनै चाहिँ एकजना मान्छेले त्यो छ भने अर्कोले छैन, यस्तो गरेर लिनेज सबै छ तर एकैचोटि छैन। मान्छेले महिना ढुँडेर, अब जस्तै तपाईँले एउटा हिदामको केही वाङलुङ चाहियो भने अब त्यो मलाई हुनु पनि सक्छ, नहुनु पनि सक्छ, नभएपछि तपाईँले त्यही चाहियो भने त ढुँडेर जानु पऱ्यो महिना। त्यस्तो गर्यो न्यामे शेरप जान्छले, त्यो सबै काम गरेर कलेक्ट गरेर सबै टिचिङको लिनेजहरू सबै चाहिँ उहाँले रिसिभ गर्यो। उहाँ चाहिँ धेरै कठिनाइ गर्नुभयो अनि भएर सबै लिनेज, अब दोगो पनि सूत्र तान्त्र जोक्से तिनैजनाको वाङ लुङ थ्री भने 3 हाम्रो धेरै महत्त्व भयो। इनिसिएसन भयो, ओरल ट्रान्समिसन भयो अनि टिचिङ भयो। त्यो 3टा लिनेज चाहिँ अनब्रोकन हुनुपर्ने धेरै आवश्यकता हो हाम्रो। त्यो चाहिँ सबै न्यामे शेरप जान्छले प्रिजर्भ, कलेक्ट, मेहनत गरेर सबै लिनेज चाहिँ अब एकैजनालाई पुरा सोर्स। अनि त्यो हुँदाखेरि न्यामे शेरप जान्छबाट चाहिँ मेन्ड्रीको जो जतिसम्म छ पहिला चाहिँ त्यति बेला चाहिँ सबै ट्रान्समिट एकैजनाले उहाँले गर्यो। एकचोटिले मलाई हामी दुइटै बसेको भए हामी दुइटैले सबै लिनेज चाहिँ पाउने न्यामे शेरप जान्छबाट त्यस्तो गरेर। अनि त्यो लिनेज त्यो पनि खालि कलेक्ट गरेको होइन, जेन्युन प्योर अथेन्टिक हो। उसले जसबाट लियो त्यो लिनेज चाहिँ अथेन्टिक हो कि होइन, वाकई यसले छ कि छैन, पुरा हिस्ट्री जस्तो पढेर पुछेर कन्फर्मेसन भएर मात्रै ट्रस्ट भएर अनि लिनेज उहाँले लिने। अनि त्यसो गरेर न्यामे शेरप जान्छले हाम्रो धर्मको लागि त्यतिको चाहिँ इम्पोर्टेन्ट र राम्रो एक्सन जस्तो न इम्पोर्टेन्ट एक्सन गर्नुभयो प्रिजर्भेसनको लागि। त्यहाँबाट चाहिँ जो न्यामे शेरप जान्छको अब उहाँ चाहिँ आफ्नो लाइफभित्रमा छ, त्यहाँबाट चाहिँ उहाँ ध्यान हुँदाखेरि अब कसरी गर्ने भन्दाखेरि उसको फलोवर अब आयो नि, अब मेन रुटिन चाहिँ आउँछ। उहाँलाई
उहाँ चाहिँ किन महत्त्व हो भने जो मान्छे न्यामे शेरप ज्याल्सेनको थ्रोनमा बस्छ त्यो मान्छे अहिलेसम्म सबैको त्यो रुल्स भिक्षुको त्यो समय हुन्छ नि कसैको पनि केही पनि दाग लागेको छैन अहिलेसम्मलाई त्यसबाट अब सबभन्दा अब कुनैको जान्छ पनि होइन ब्रोक हुन्छ तर न्यामे मेरी ठिन्जी जो उहाँ हुन्छ फलोवर कसैको पनि त्यो दाग नभए त्यसले एकदम उहाँबाट लिनेज आएकोले हामीले एकदम ऑथेन्टिक मान्ने कारण चाहिँ मेरी गोम्बा चाहिँ उहाँको सोर्स भयो इस्टाब्लिश कन्टिन्युइङ लिनेज चाहिँ येरुको भयो अब येरु डिस्ट्रोय भएर मेरी भयो त्यहाँदेखि मेरी अब 14th सेन्चुरीदेखि अहिलेसम्म कन्टिन्युली त्यो सिस्टम हामीले चलिरहेको छ त्यो चाहिँ गर्दाखेरि न्यामे शेरप ज्याल्से र मेन्ड्री चाहिँ फोकस भयो हाम्रो होल तिब्बतबाट बम्बुहरूले कि पढाइको कम्प्लिट पढाइ ऑथेन्टिक लिनेज विजडम नलेज के पढ्नुलाई भनेपछि रिमोट चाहिँ अहिले 34 ठिन्चिनमा आइपुग्दाखेरि चाहिँ एमए शेरप ज्याल्सेनबाटै सुरु भएको हो उहाँबाट कन्टिन्यू भयो हजुर हजुर उहाँबाट अब उहाँ गुजर्दाखेरि उहाँले नै मेसेज राख्यो कहिले कसरी इलेक्सन गर्ने कसलाई राख्ने पछि कसरी गर्ने भने सबै हामी जो अहिले हजुर हजुर उहाँले नै इन्स्ट्रक्सन गर्नुभएको थियो ए यो अहिले जति पनि अहिले चाहिँ हाम्रो छान्ने विधि छ त्यो त्यति बेलादेखिकै कन्टिन्युस नै हजुर हजुर त्यो उहाँले इन्स्ट्रक्सन किनकि उहाँको स्टुडेन्ट ज्यात्सब रिन्चे ज्ञान भन्छ उहाँको एकदम क्लोज एटेन्डेन्ट हो अनि उहाँले पुछ्यो अब हामी के गर्ने तपाईँ नभएको बेला हामी कसरी के गरौँ भन्दाखेरि उहाँले भन्यो कि जस्तो हाम्रो यहाँ अब पोलिटिकली भनौँ न हाम्रो पोलिटिक त होइन तर सिमिलरली एक्जाम्पल गर्नेपछि केयरटेकर हुन्छ नि जबसम्म इलेक्सन गएर अफिसियली एउटा प्राइम मिनिस्टर या कोही नआएसम्म कुनै त कन्टिन्यू त्यो खाली गर्नु भएन केयरटेकर जस्तो गरेर अब पहिला तिमी बस अनि त्यहाँबाट जतिसम्म मेरीबाट एजुकेटेड ग्रेजुएट हो ऑथेन्टिक भनेको छ उहाँलाई भनेपछि कम्प्लिट एजुकेसन मेरीबाट भयो ग्रेजुएट गेसे होस् समय नबिग्रेको होस् होइन प्योर ऑथेन्टिक भनेपछि अब अरू त पढाइ त सबै सिस्टम हुन्छ तब अब कसले के भयो के थाहा छ तपाईँ उता कहीँ जान्छ लास उहाँ बस्छ के तपाईँको भाउमा कोही केटी बेच्यो कि भेटेन ब्रोकन भयो भने कसले थाहा पाउँछ होइन अब आफूले त जान्छ इमान्दारीसँग बोल्ने हो कि न चुप लागेर बस्ने त्यस्तो खालको हुनु पनि सक्छ नि अब त्यस्तो नहोस् त्यो मेन्ड्रीको लिनेजमा दाग नहोस् भनेर अनि त्यस्तो ऑथेन्टिक ग्रेजुएटेड गेसे पुरो मेन्ड्री सबैजनालाई कसरी भयो पनि अमीर होस् गरिब होस् ब्याकग्राउन्ड जो भयो भने ग्रेजुएटेड भएको गेसे सबैको नेम चाहिँ राखेर क्यान्डिडेट गरेर यस्तो यस्तो फलाना गर त्यहाँबाट चाहिँ नै हामीले यो सिस्टम गऱ्यौँ भनेपछि विधि चाहिँ के हुन्छ त यो मेन्ड्री ठिन्चिन हामीले जस्तो बोनको प्रमुख लामालाई हामीले चुन्ने विधि चाहिँ कसै सुरुवात चाहिँ के हुन्छ सुरुदेखिको भनेको प्रक्रिया के हो सुरुदेखिको प्रोसेस चाहिँ त्यो चाहिँ हाम्रो एकदम राम्रो छ अहिले अब न्यामे शेरप ज्याल्से 14th सेन्चुरीको मास्टर अहिले यसो हेर्दाखेरि एज अ पर्सन वी फिल भेरी प्राउड अफ हिम एन्ड वी फिल भेरी प्राउड द्याट वी हेभ दिस सिस्टम किन भनेपछि अब अर्का धेरै जसोमा अब धर्ममा पनि पोलिटिकली धेरै इन्भल्भ हुँदो रहेछ टुल्कोहरू खास तौरमा टुल्कोहरू नराम्रो भनेको होइन म टुल्कोले मान्छु अफकोर्स धेरै राम्रो तर सबै लामाको टुल्को आउँछ भने मलाई त्यतिको अप्ठ्यारो छ मान्नुलाई हाम्रो पर्पोजले त आउँछ टुल्को एउटा गेसे मऱ्यो भने त्यसको टुल्को आउने रहेछ आजकल त अलि बुजुर्ग भएर यो लामा राम्रोसँग ठिकठाकसँग आफ्नो सिम्पल माग राम्रो अब मरिसकेपछि अलि त्यो पब्लिकमा नाम भएको भने त्यसको पनि टुल्को आउँदो रहेछ टुल्को भनेको असली टुल्को चाहिँ ल अब त्यसमा नजाने धेरै त्यसो गर्दाखेरि अब हामीले उहाँ के छ भने न्यामे शेरप ज्याल्सेनले के भन्नु छ भने त्यो टुल्को सिस्टम होइन हाम्रो बम्बुमा टुल्को छ भने छ अफकोर्स तर मेन्ड्रीको त्यो थ्रोन होल्डर चाहिँ टुल्को सिस्टम होइन उहाँले के भन्नुभएको छ भने त्यो सबै नाम र हामीले के छ भने एकदम इमान्दारी राम्रो छ हाम्रो त्यसमा चाहिँ पहिला हामीले सुनेको अब हाम्रो यो 33rd हिज होलिनेस स्वर्गीय बस भएर
अर्को 34 चुन्दाखेरि त्यो त हामीले देखेको कुरा हो नि होइन। अब त्यो गर्दाखेरि जस्तो कि हाम्रो नेम क्यान्डिडेट भयो होइन 65 जना नाम भयो, त्यो नाम चाहिँ हामी त्यतै जहाँ मर्जी जस्तो पेपर होइन, पेपर नाम लेख्ने ठाउँको पेपर पनि एकै साइजको काटेर अनि त्यसमा लेख्ने पेन पनि एउटै पेन एउटै इङ्क जस्तो, तपाईँले बल पेनले लेख्यो मैले अर्को पेनले होइन, अक्षर पनि एक या दुईजना मान्छेले लेख्छ त्यो लिस्ट जनै छ, त्यो चाहिँ सबै त्यही नाम। अब त्यो नाम सबै एक पेपर एक साइज एउटै स्टाइलको क्यालिग्राफी लेखेर त्यो सबै गोद होइन आटाको गोद बनाउँछ, आटा भनौँ चम्पाको गोद बनाएर त्यसमा राखेर पिल बनाउँछ कि त्यो पिल भन्छ थाहा छैन, पिल्स बनाउँछ कि त्यो सबै पेपर गोद भित्र हालेर पिल्स बनाएर पिल्स पनि एउटै साइजको अनि वजन एउटै तोल्छ, हामीले तोल्नुपर्छ, तोलेर तपाईँको ठुलो नहोस् मेरो सानो नहोस् एउटै साइजको वेट हुनुपर्छ, किलो भनौँ न त्यो सुन जोग्ने त्यसमा जोग्छ, हामी जोगेर त्यो सबै लेखिसकेपछि फुम्बा हुन्छ, फुम्बाभित्र हाल्ने, फुम्बाभित्र हालेर सिल गर्ने, सिलमा स्ट्याम्प लगाउँछ। अब त्यति बेला जो लामाले मेन लिड गर्नुहुन्छ त्यो पूजा हामीले सिक्रेट चपलमा गर्छ, एकदम रिस्ट्रिक्टेड हुन्छ के। जब जति लामा भए पनि लामा गेसे जो भए पनि अब त्यो सबै भएको ठाउँमा अनि ठुलो लामा जसले लिड गर्छ, जस्तो हाम्रो यो 34 को चाहिँ हिज एमिनेन्स पेलोभ रिम्पोछेले गर्नुभयो अनि पेलोभ रिम्पोछेले त्यो डगन बुम्बामध्ये डगन लगाउने अनि सिल गर्ने अनि सिल गरेर हाम्रो सिक्रेट चपलको केयरटेकर हुन्छ नि उहाँको भित्रबाट सिक्रेट चपल अन्डर भित्र हुन्छ, त्यसमा सेन्ट्रल मेन्डलमा राख्ने अनि खास तौर पे 10, 12, 14 दिनसम्म पनि हुनसक्छ या 9, 10मा पनि। अब त्यो त साइनमा ठुलो गुरु अब पेलोभ रिम्पोछेको डिसिसनमा हुन्छ, कहिले उहाँले इन्डिकेसन जस्तो पाउने रहेछ कि ड्रिममा होस् एपेयर भिजनमा होस् अब रेडी छ भनेर। अनि त्यहाँ गर्दाखेरि पूजा गर्ने मान्छेहरू गुम्बा बाहिर जानु हुँदैन, खालि मन्दिरमा बस्ने, सेक्रेट चम्पलमा जाने, आफ्नो रुममा जाने, यताउता घुमेर त्यो गर्नु हुँदैन जबसम्म हाम्रो पूजा कम्प्लिट सेरेमनी सिलेक्सन कम्प्लिट नभएपछि। अब त्यसमा भएको कुनै गेसी पनि पूजामा हुनु सक्दैन, किनकि कसैले पनि नाम भएको सबै जस्तो भनौँ न अब 64 छ भने अब कोही उता छ होला त्यति बेला गुम्बामा, कोही काठमाडौँमा होला, कोही बाहिर होला त्यति बेलामा, अनि ती गेसीहरू कुनै पनि त्यसमा पार्टिसिपेट गर्नु हुँदैन। त्यो पनि मात्र होइन, कुनै गेसीले पनि बाहिर गएर झन्डा जुनाउने सङ्ग गर्ने त्यस्तो गर्नु हुँदैन, किनकि त्यो फरक पर्नु सक्छ त्यसले पूजाले, त्यस कारणले कुनै पनि अनि एनाउन्स गर्दाखेरि पनि गेसीहरू भित्र आउनु हुँदैन, त्यो जसोको नाम छ आफ्नै रुममा बस्ने, अब इलेक्सन बढ्यो भने त सबै उहाँ जान्छ। अब त्यसो गर्दाखेरि अब जति दिनसम्म राख्ने हो अनि टाइम भयो भने पेलोभ रिम्पोछेले भन्छ अब टाइम हो अब हामी खोल्ने भनेर, अनि त्यो सिक्रेट चपल बाट केयरटेकरले फुम्बा ल्याउँछ, 4 जना लामा हो या गेसेहरूले त्यो फेब्रिक हुन्छ नि कोही चाहिँ क्लोथ यसरी 4 कोनाबाट समातेछ, पेलोभ रिम्पोछे एकदम यसो घुम्नु पर्दैन, अलिक घुमाएको जसो प्रार्थना गर्नुपर्छ, पूजा गरेर ज्ञानमा भएर अलिक घुमाउँदाखेरि कहिले त आफै निस्केर आउँछ, कहिले एउटा निकाल्नुपर्छ, तर हाम्रो अहिले यो 34 मा आफै निक्लेर आयो, आफै एउटा निस्क्यो, त्यसको पछि फेरि अर्को एउटा निक्ल्यो, त्यसले अलग राख्छ, त्यो हामीले खोल्दैन, त्यो जो पहिला आयो त्यही अलग राख्छ। अनि त्यो फुम्बा फेरि पनि मेक स्योर गर्नुलाई त्यो राखेर त्यो के भन्छ 2टा या 3टा अर्को नाम लिएर फेरि हामी सिक्रेट चपलमा फेरि पूजाको लागि सिल गरेर अब अघिको 60 जति छ त्यो सबै छैन, त्यो सबै अब 3टा या 4वटा छ, फेरि सिल गर्ने, फेरि 4-5 दिन पूजा गर्ने, अनि फाइनल चाहिँ त्यति बेला अब सबै बोलाउँछ गुरुहरू अनि जतिजना हाम्रो भिलेजर स्टुडेन्ट दुनियाँभरबाट आउँछ कि विटनेसको लागि, अब सबैको छेउमा अनि पेलोभ रिम्पोछेले अघिको जस्तै गरेर 4 जनाले समातेर निक्लिन्छ, जो पहिला आयो त्यो
अलग राख्ने चुस्ने बाँकी चाहिँ ननिकाल्ने पहिला आएको चाहिँ त्यही हो पहिला जुन आउँछ त्यही हो अनि त्यो यता गर्दाखेरि के गर्छ भने उनीहरूले अब नाम खोलेर एनाउन्स गर्यो यो नाम हो भनेर अब त्यो नाम एनाउन्स गर्नुभन्दा पहिला सबैले एनाउन्स गर्छ सबैले त्यसबाट वाङ लिनुपर्छ कि नामबाट कि जोसुकै होस् मेरो दोस्त मेरो नाम मान नपर्ने मान्छे पनि होला होइन मेरो एकदम सखै रिश्तेदार होला जो भए पनि यो आजदेखि हाम्रो रुम्बुछे हाम्रो चविलामा भनेर अनि हाम्रो पम्बो सबैको हेड भनेर हामी मान्छौँ त्यो सबै यसो फलाना भनेर एक्सेप्ट गरेर वाङ टाउको लगाएर त्यहाँबाट फेरि उहाँले खोल्छ एनाउन्स गर्छ नाम यो हो भनेर त्यसरी त्यहाँदेखि अब चाहिँ ऊ चाहिँ यहीँ छ भने आफ्नो रुममा छ भने कहीँ छ भने अनि उहाँ हाम्रो गुम्बाको एसिस्टेन्ट र पहिलो रुम्बुछे कुनैजना मान्छे गएर उहाँलाई खदा दिने अब तपाईँ सिलेक्ट भयो तपाईँ हो अब आफ्नो क्वार्टरबाट हाम्रो अलगै क्वार्टर माथि सिक्रेट रुम हुन्छ उहाँलाई अब जतिसम्म हामीले थ्रोनमा नबैठाएसम्म उहाँ चाहिँ उहाँ बस्नुपर्छ अब आफ्नो रुममा होइन अब उहाँ चाहिँ अब बेसिकली त भयो नि होइन उहाँ बस्ने अनि डेटको हिसाबले कति कसो रहेछ भनेर अनि त्यो गर्ने अनि त्यो थ्रोन गरिसकेपछि मात्रै उहाँ चाहिँ अब पब्लिकली त्यसो हुन्छ त्यहाँदेखि उहाँ चाहिँ सबभन्दा हेड हाम्रो पनको बिकज अफ द्याट इम्पोर्टेन्स एन्ड अथेन्टिक लिनेज अनब्रोकन लिनेज हो क्या हाम्रो सिस्टम भनेपछि त यसमा त कसैले केही क्वेसन गर्ने ठाउँ नै नहुँदो रहेछ छैन यस्तो छ त्यस कारणले म एकदम राम्रो मान्छु त्यसमा किनभने यो त भनौँ न एक किसिमले यो त देउताले नै हो क्लियर छ भनेर देउताले नै छान्ने नो डाउट त्यो देउता सिपी जन्म प्रोटेक्टरहरूले त्यही पूजा पनि त्यहीको गरेर इदमहरू गरेर त्यो गर्छ होइन अब जोसम्म मान्छे अहिलेसम्म चुज भएको छ कसैले पनि मिस्टेक जस्तो लागेन जो चुनेको छ चुनेको जस्तै भएर आएछ अहिलेसम्म भने अहिलेको हाम्रो 34 मेरिथिन्जिन पनि यही प्रक्रियाबाटै अहिले चाहिँ एउटै त्यही हो त्यही त हाम्रो सिस्टमै हो नि भनेपछि उहाँ के अरे बोनको चाहिँ अब हेड अफ द लामा हुन्जेलसम्म पनि उहाँलाई म हुँदैछु म हुन्छु त्यस्तो केही पनि छैन त्यसो भए आफू रिजाइन पनि गर्नु सक्छ त्यो पहिला हामीले एनाउन्स गर्छ नि अब सबै नाम यसो छ हामीले टाइम दिन्छ के गुरु गेसियाहरूलाई जसको नाम राख्यो अनि यति भित्रसम्म तपाईँहरूले यदि तपाईँहरू त्यो क्यान्डिडेटमा बस्नु नम्बर यति डेटसम्म तपाईँहरूले त्यो विथड्र गर्नु सक्छ त्यसपछि विथड्र गर्ने चाइस छैन यो त अब प्रोटेक्टरको हातमा छ हाम्रो हातमा छैन भनेर पठाउँछ अनि जसले विथड्र गर्यो नगर्यो त्यसमा क्यान्डिडेट रिमोट छ अनि यो मेरिथिन्जिनको क्यान्डिडेट हुनको लागि चाहिँ मेनरीमै अध्ययन गरेको हुनु पर्यो होइन टेक्स्टमा यस्तो लेखेको छ पर यो साल चाहिँ यो भरि चाहिँ हामीले अब हाम्रो बहन हामी एक्जालमा छ सिचुएसन अलग छ अनि त्यतिको धेरै गुरुहरू पनि छैन गेसियाहरू पनि धेरै जसो तिब्बतमा छ अब धेरै यताउता कुनै चाहिँ स्वर्गीय भयो कुनै चाहिँ ब्रोक देयर लाइनेज एन्ड उनीहरूलाई त बस्नु पाएन अब हाम्रो यो टिटेन न्युज चाहिँ हाम्रो महागुरुजीको उहाँबाट गुम्बाबाट पनि गेसियाहरू क्यान्डिडेटहरू जो छ त्यो पनि उहाँ मिलाएको छ ए अहिले चाहिँ जस्तो मेनरी मात्रै नभएर बाहिरतिरकोले पनि टिटेन न्युजले त्यो अब एज प्रेजेन्ट सिचुएसन गर्दाखेरि त्यसै लेखेछ पर टेक्स्टमा चाहिँ उहाँले यस्तो लेखेकोमा हाम्रो मेनरीको गेसी भनेर लेखेछ भनेपछि यो मेनरी ठिन्चिन यो छनौट हुने प्रक्रियामा ठिचिन नोर्प्रेचेकको पनि घेसीहरूले अब भाग लिन पाउनुहुन्छ अब पछि कसो हुन्छ मेरो बिचमा यही कन्टिन्युली जान्छ होला होइन तर अहिले चाहिँ यसपालिमा त हाम्रो त्यही गरेछ यो जस्तो यो अस्ति यो भनौँ न यो 2017मा 34 मेनरी ठिचिन हुँदाखेरि हजुर उनीहरूको हाम्रो टिटेन उत्सवबाट पनि गेसियाहरू क्यान्डिडेटको भित्र छ अब त्यसमा मेरो विषयमा त त्यसमा केही दिक्कत नहुनुपर्ने हो किनकि अब जबसम्म हामी प्रोटेक्टरमाथि विश्वास गर्छ भने अब जसको राख्यो भने अब होइन अब त्यो बर्न टिचिङलाई फाइदा हुने मान्छेले अब हाम्रो बर्न फलोवरहरूलाई फाइदा हुने
दुनियाँलाई फाइदा हुने। अब प्रोटेक्टरले चुन्ने भएपछि त्यसैमा विश्वास गरेर छोडिदिएपछि अनि मेरो विषयमा त्यसमा केही डाउट हुनु पर्दैन जस्तो लाग्छ मलाई। ओके ओके। तर सिस्टम चाहिँ आफ्नै सिस्टम हो होइन। अनि अहिले छ नि रिमोट चाहिँ अहिले जस्तो टिबेटको मेन्ट्रीको अहिले के छ अवस्था? पहिलाको जुन एमएसआरएफ ग्याल्सेनको जुन हजुर हजुर अहिले सबै हाम्रो तिब्बत होस् या एक्जालमा होस् सबैले त्यही मानिरहेछ। हाम्रो हेड चाहिँ जो त्यो तगरिक भन्छ, तगरिक डिल भन्छ। हाम्रो यो सिलेक्सन भएछ यहाँ एक्जालको गुम्बामा। जस्तो हाम्रो 33rd पनि यहीँ चुज गरेको एक्जालमा मानिरहेछ। उहाँको फर्स्ट भिजिट 84 मा म चाहिँ उहाँ एटेन्डेन्ट थियो। उहाँ चाहिँ फर्स्ट टाइम एमएसआरएफ ग्याल्सेनको थ्रोनमा बस्नुभयो। त्यति बेला म आफै त्यहाँ थियो। त्यो हामीले सबै सेरेमनीहरू त्यो गरेको हो। अब त्यस्तै मानिरहेछ, नत्र पनि त्यो बस्नु दिँदैन होला उनीहरूलाई। तर त्यस्तो मान्दैन हामीले। पुरा भम्बो 3 रिजनको जतिसम्म छ सबैले with no any disagreement, everybody has accepted and respect that as a supreme leader of the Burn religion. So त्यसमा केही फरक छ। अहिले चाहिँ हाम्रो वहाँ तिब्बतको मेरीमा हाम्रो एउटा गेसे छ। पहिला उहाँ स्टडी मेरीबाट पनि गर्नुभएको अनि थिचेनडुबाट पनि गर्नुभएको। फर्केर गएर अहिले मेरीमा उहाँ धेरै राम्रो काम गरिरहेछ। उहाँलाई एकदम त्यो फोटो भएपछि त्यसमा फोटोमा देखे पनि थाहा पाउँछ। एकदम राम्रो काम गरिरहेको छ। अनि स्टुडेन्टहरू पनि उहाँबाट अब सेकेन्ड टाइम हो कि के हो गेसे सेरेमनी पनि सुरु भयो। पहिला बिचमा धेरै कम्ती थियो, कमजोरमा। हजुर अब अहिले एकदम राम्रो छ। उहाँले धेरै राम्रो काम गरिरहेछ। जस्तो अहिले चाहिँ अहिले 34 मिनट थिन्छन् हुनुहुन्छ नि, उहाँको चाहिँ अहिले उहाँलाई चाहिँ के भन्न चाहनुहुन्छ? किनभने तपाईँ पनि एउटा सिनियर गेसे हो, मेन्ट्रीको सिनियर गेसे हो। तपाईँले पनि देश विदेश घुम्नु भएको छ, तपाईँले धेरै सपोर्ट गर्नुभएको छ। अहिले चाहिँ जस्तो मान्छेले के भन्ने गर्छन् भने बोन लामाहरूले नै के भन्ने गर्छन् भने लाट्रिखेम्पो चाहिँ मेन्ट्रीको एउटा प्रमुख एउटा पिल्लर हो भन्छन्। के भन्न चाहनुहुन्छ? अब त्यो मेरो विचारमा त्यो मेरो बा पनि अवतार लामा हो। थर्ड रिइन्कार्नेसन अफ द हिज प्रभुस। उहाँको पुरा लाइफ चाहिँ हाम्रो बर्न र बर्न सोसाइटी या कम्युनिटीको लागि डेडिकेट गरेको। उहाँको त्यो इन्फ्लुएन्सले गर्दाखेरि उहाँको डेडिकेसन एन्ड डिटर्मिनेसन गर्दाखेरि हाम्रो मनमा पनि एउटै कम्युनिटी सोसाइटी बर्नमा केही नगरे आफ्नै सेटिस्फ्याक्सन नहुने जस्तो। अब त्यसपछि म फेरि उहाँ गुरु भनेर मलाई एकदम फर्चुनेटली म चाहिँ एकदम हाम्रो 33rd स्पिरिचुअल हेड अफ द बर्न उहाँकै सँगै आफ्नै त्यही रुममा उहाँको चाहिँ अर्को रुममा म चाहिँ यता। अनि यस्तो मौका पायो उहाँले मलाई त्यो आशीर्वाद भयो। म वहीँ सुत्छु सँग म उहाँको पर्सनली पनि जस्तो बिस्तारी भनौँ न होइन त्यो सबै। अनि सेम टाइम पुरा काम जस्तो अफिसको काम पनि यताउता अब मतलब कि सर्भिस गर्छु। उहाँको जो हुकुम हुन्छ अब आफ्नो गुरुको गाइड भएर अपर्च्युनिटी खुसी अनि एउटा लकी person, as a lucky person, having such opportunity to live within one roof and having opportunity so close and serving to him means to burn. So त्यसो गर्दाखेरि सबैले जान्छ मेरो डेडिकेसन के छ काममा वहाँ हुँदाखेरि जस्तो सबै इज ओन्ली फर मन। यसमा हाम्रो केही एस्पेक्टहरू पनि हुँदैन नाम नेम। म त दिनको कुकुरबानी गर्छु भोग्छु पनि तर दिउँसोको काम सर्भिस सिक्युरिटी पनि गर्छु भनौँ न एक तरिकाले। त्यस्तो खालको त्यसमा केही यो हो पोजिसन चोइस होइन। जहाँ चाहिन्छ उहाँले जहाँ लगाउँछ त्यही काम गरेर हुने। अब मान्छेहरूले पनि त्यही रिस्पेक्ट चिन्छ जान्छ अनि उहाँले त्यस्तै उहाँको धेरै बिग हार्ट भएर उहाँले मलाई त्यो रिस्पेक्ट र त्यो रिकग्नेसन गर्नुभयो त्यो धेरै खुसी छु। तर एकचोटिले हामी आफ्नै प्र्याक्टिस हो आफ्नै सेवा हो भनेर गरिरहेको छु। त्यो चाहिँ हाम्रो अहिले पनि त्यही विचार त्यही काम त्यही। अब हाम्रो गुरु भइसक्यो कपाल काटिसकेपछि अर्को हाम्रो के काम छ? प्र्याक्टिस गर्ने धर्मको सेवा होइन त्यही हो त्यही गरिरहेको।
आफ्नो अमूल्य समय दिएर बोन धर्मको प्रमुख लामाको बारेमा, छनौट विधि प्रक्रिया र मेन्द्री गुम्बाको बारेमा जानकारी गराइदिनु भयो। यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद। हस्, धन्यवाद, धेरै धन्यवाद। दर्शकबिन, आजको बोन संसारमा हामीले एकदमै धेरै इम्पोर्टेन्ट कुराकानी गऱ्यौँ। जुन मेन्द्री ठिन्चिन अहिले 34 मेन्द्री ठिन्चिन हुनुहुन्छ, उहाँ इन्डियाको दोलन्जीमा हुनुहुन्छ। मेन्द्री गुम्बा हो अहिले विश्वभर रहेका बोन धर्मावलम्बीहरूको प्रमुख गुम्बा मानिन्छ त्यसलाई, र त्यसको नेतृत्व गरिरहनु भएको छ 34 मेन्द्री ठिन्चिन। उहाँ धेरैचोटि नेपालमा आएर पनि बोन धर्मावलम्बीहरूलाई दर्शन दिइसक्नु भएको छ। र बोन धर्मको प्रमुख लामा छान्ने विधि के र प्रमुख गुम्बाको महत्त्व के भन्ने विषयमा आज हामीले कार्यक्रम बोन संसार मार्फत यहाँलाई जानकारी गरायौँ। र आजको कार्यक्रम बोन संसारमा हामीले लाट्री खेम्पोलाई निम्त्याएका थियौँ। उहाँ पनि एकदमै बोन धर्मको एकदमै ठुलो धर्मगुरु हुनुहुन्छ। उहाँसँग धेरै ठुलो ज्ञान छ र उहाँले चाहिँ धेरै देश विदेशमा उहाँको लाखौँ विदेशीहरू पनि उहाँको चेलाहरू रहेका छन् र उनीहरूले पनि उहाँको निकै तारिफ गर्ने गरेका छन्। कार्यक्रम बोन संसारमा यहाँले टाइम दिनुभयो, हाम्रो तर्फबाट यहाँलाई पनि धेरै धेरै धन्यवाद। र आजको कार्यक्रम बोन संसारबाट म पनि बिदा लिन चाहन्छु र आगामी साता, आगामी अङ्क र अर्को आगामी एपिसोडमा हामी कुनै बोन सम्बन्धी नै अर्को लिएर हामी आउने नै छौँ। त्यतिन्जेलको लागि मलाई पनि बिदा दिनुहोस्।